एभ्रिवान नमस्ते वेलकम टु माई भ्लग होप तपाईहरु सबै ठिकै हुनुहुन्छ आज चाहिँ हामी यहाँ फेरीमा आएको छौं ओहो धुवा पो उडाए त बोटले गर्मी छ आजको वेदर चाहिँ सुयन्स र आमा बोट हेरिरह कस्तो राम्रो वेदर भइरह नदेखे नि रहेछ म चाहिँ यता गएँ लोटला बजे नाति आज चाहिँ सन्डे भएर प्याक छ बाहिर कति ठुलो के भएछ एउटा त बिग्रिरहेछ क्या तानेर लिएर आएछ एउटा गर्मीमा त पानी हेर्दै नि आनन्द आउने स्विमिङ गर्नमा लाग्ने बिग्रिरहेछ क्या एउटा त पारी चाहिँ 8 बजेको सो हुन्छ लाइटिङ सो चढिरहेछ गयो चरी गयो ला उदाखेरि चराहरू देख्नै हुँदैन चरा डगहरू खुसी हुन्छ गयो ऊ त्यहाँ रहेछ ऊ है हजुर ल हैन नि त ल हैन के गर्ने ल हैन अब बिस्तारै हिँड्नु उसलाई गर्मी भयो कि भनेर अप्ठ्यारो भयो कि भनेर चप्पल खोलिदिएको ल हिँड्नु ल लेसको ल आऊ आऊ लु भयो त अब हाई गरिदेऊ न ए सोमै नि गयो कहाँ हजुर चाहिँ नजिक आउँछ त नि अनि हामी नजिक गयो भने त ऊ भागिहाल्छ त ऊ गयो नि अनि छोपुम्ला भनेर होला गयो त साना ऊ हाई गरिदेऊ ए त्यहाँनिर रहेछ त्यो एउटा यहाँ हजुर चिचाएर नि अनि गयो ल गयो है खोइ आमा ला आमा खोइ कता आमा कस्तो राम्रो देखेको है सिन त आज चाहिँ सन्डे भएर सब प्याक छ आज त्यो त प्याक छ बस्ने ठाउँ धरि हुँदैन सन्डेमा हजुर कस्तो राम्रो देखेको फुलसँग हजुर हजुर के ल हिँड्नु नि त त्यहाँ त मान्छे बस्यो त उसलाई यहाँ हिँड्नु पर्ने रे त्यहाँ मान्छे छ अनि मान्छेले ऊ हेर त कस्तो राम्रो वेदर वाउ है कस्तो राम्रो देखेको नि वेदर त आज यहाँ माथि टपमा चाहिँ कस्तो मिठो हावा आउँछ कि आनन्द खालको त्यही भएर मलाई चाहिँ यहाँ आउन मन लाग्छ बाबुलाई लिएर है मम्मीले के गरिदिनु जाने आमा तिमी जाने रे कि उसले ल हिँड्नु त ल हजुर हिँडी गर्नु नि त अनि मामुले कहाँ सक्छ त अनि हजुरलाई लिएर हिँड्न आमा त अब गयो क्या घर पौली आमासँग गयो क्या आमा त त्यहाँ रहेछ अरे आमा त यसलाई चाहिँ खेल्ने बेलामा आमा नभई हुँदैन क्यामेरा चाहियो अरे ल मोबाइल
ल गीत आउँदै नाच्नु ल बेबिया भन्दै हो न आमालाई बोला कति हिँडेको कि कालु यहीँ अब शीतलो भयो कहाँबाट चढ्न खोजेको त अपुई लचर लोट ल ए फु गर्दै ल फु गर्दै कता हो सुयान्स कता हो के हो त्यो अबुई सन आई खोइ काक्टिङको आई खोइ ए नोज खोइ नोज ऊ साथी आयो ज्या गइहाल्यो आउनु रे बिचरा गयो है साथी त आज भोलि बल्ल साथी खोज्ने भयो माथि जाऊ ऊ दिदीहरू चाहिँ चढल जाऊ लोटला है सुन्स बिस्तारै गुड जब धनले टाउको ठोकेन गुड जब सुयान्स नुनु गरे लौ सुन्स त जाने लोड छ अझै गुड नाइट बाई बाई साँझ चाहिँ यहाँ बस्न मजा आउने गर्मीमा मलाई त फेरि गनाएर हैरान हुन्छ यो समुद्र जाला है सेन्सको बल नपाला कल चढ्छ अहिले जान्छ बत्तका झर्ने बेर छैन ल जाम सानो घर ल घर जाम है पनि यसले त एक बोतल तुर्न लायो पानी त खाली खुट्टै हिँड्ने ल जाऊ ल हेरेर आऊ ल राइडर बाउ छोरा यस्तो मजाले अबि खोके क्या हो सेन्स त पानीले अच्छा उइ छेउछेउ नहिँड नि सानो यता हो भयो अबि त्यहाँ त केही नरहेछ यहाँ त जानु उता जाऊ अब भयो त आज त झन् बोक्ने कुरा नि ल्याएन स्ट्रोलर नि ल्याएन सेन्सको साइकल ल्याएन बोक्न सकिन्न सेन्सलाई बुढो बाजेलाई मम्मीले कहाँ सक्छ अब बोक्न गाह्रो के रहेछ डगी रहेछ ए डगी भन्नु डगी छ्या के भनेको
Doggy. 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 Good job. ल फेरि भन. Doggy. 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 Good job. स्क्रिन देखाएको छ पारीको. Doggy. स्कुटर लिएर आएको. स्कुटरमा मान्छे कि भनेर अनि कहाँ मान्नु झन् बोक भनेर हैरान कटाएर बोक्ने कुरा नै नल्याएर लास्टमा आमाको पछाडिले बोकेको. यस्तो हुन्छ बच्चाको आमा हुन्छ. एभ्रिथिङ कम्प्रोमाइज. जे पनि कम्प्रोमाइज गर्नुपर्छ. लास्टमा यसरी बोक्नु पऱ्यो. कस्तो तर्स्यो. मैले तर्सेको कस्तरी हाँसेको. साथै लाने अरे हात पनि गल्यो सेन्सलाई बोक्दा बोक्दा. खुल्यो खुल्यो. यसरी हिँड्नु पऱ्यो होइन. यति झाउ गर्छ मसँग हिँड्ने बेलामा त अलिक बोक भनेर मलाई त. धन्न आमाको पछाडिले काम चलाउनु. म चाहिँ अहिले घरबाट निस्केको. फेरीबाट डाइरेक्ट घर गएँ. खास फेरीबाट डाइरेक्ट यता पसल आउने भनेको सामान किन्न. बाबुले दुःख दिएर हिँड्दा नि हिँडेन अनि उसलाई बोक्ने कुरा पनि थिएन. त्यही भएर गाह्रो भएर म चाहिँ अहिले एक्लै बाहिर निस्केको सामान लिनलाई. आमा र बाबुलाई चाहिँ घरमै छोडिदिनु. गाह्रो हुने बच्चासँग अनि गाह्रो भएर अनि यस्तो गर्मी नै भयो कि गर्मी नै सुरु भयो यहाँ त अहिले. त्यही भएर अब चाहिँ यहाँ नेपाली दोकान नै जान अगरबत्ती लिन. अगरबत्ती सकेर गएर सामानहरू हेर्छु. अलिअलि चाहिने सामानहरू. त्यसपछि बेला घर फर्किन्छ. यो चाहिँ जापान होम रे. जापान होम. पेनहरू पनि चाहिएको थियो तर पैसा चाहिँ छैन. अहिले ल्याएन मैले. यो वाला पनि राम्रो रहेछ तर सानो रहेछ. अहिले त नयाँ नयाँ ल्याइरहेछ पेनहरू नि. यो नन स्टिकी पेन त छिटो बिग्रिने कि. यो नि के को रहेछ. हाइली नन स्टिक रे. टाइटानियम रे. राम्रो राम्रो रहेछ अहिले त. यस्तो त काम छैन. पानी नसोच्ने यस्तोहरू त. अनि यही के गरी पानी नसोच्ने अनि बाहिर आउँदाखेरि त पानी पानी हुने. अनि बाबु लोटी जाने. के रहेछ यो. यो त पजलवाला रहेछ म्याट. अस्ति यहीँ देखेको थियो. यहाँ रहेछ क्या. ए